व्रतहरूको राजा एकादशी, तीर्थको राजा काशी। सबै व्रत बस्न सकिएन भने एकादशी व्रत बस्यो भने सबै बसेको फल मिल्ने। सबै तीर्थ जान सकिएन भने काशी मात्र पुगे पनि सबै तीर्थको राजाको दर्शन भइहाल्ने। त्यही भएर यी दुईटा चिज गृहस्थीले अनिवार्य गर्नै पर्ने। भगवान जगतैको अधिपतिले त अनगिन्ती दुःख कष्ट सहनुभयो भने हाम्रा जीवनमा पनि त सङ्कट आउँछन्। त्यो सङ्कट पर्दाखेरि कसलाई सम्झनु? भगवान रामलाई सम्झनु। हे राम, तिमीलाई त सङ्कट परेको थियो, मलाई परेको यो सङ्कट त के ठुलो सङ्कट हो र हरि। तिमी साक्षात् देवता भए पनि त्यो सङ्कटलाई छुमन्तरकी बाचा गरेर हटाउन सक्थ्यौ, तर पनि सहस्र स्वीकार्यौ, किनकि तिमी मृत्युलोकमा थियौ, मृत्युलोकको धर्मलाई निभायौ। त्यही भएर मैले पनि ती सङ्कटलाई स्वीकार्नुपर्छ भनेर मानवले भगवान रामलाई सम्झेर हरेक सङ्कटमा धैर्यतालाई कहिल्यै नतोड्नु। लौ त भगवान जगतको अधिपति परब्रह्म परमात्मा भगवानले अलौकिक लीलाहरूलाई विस्तार गरी बक्सनु भएको थियो। प्रभु जसरी वामन अवतारका रूपमा परमात्मा अवतरित भएर राजा बलिलाई आफ्नो वशमा पारी बक्सनुभयो, तिनै लोक आफ्नो वशमा पारेर देवताको कार्य साधनलाई विस्तार गराई बक्सनुभयो। त्यसरी नै मत्स्य अवतारका रूपमा अवतरित भएर बीजहरूको संरक्षण परमात्मा भगवानले गरिबक्सनुभयो। कृतमाला नामक नदीका तटमा सत्यव्रत नामक राजा स्नान गरेर पूर्ण भइसकेपछि भगवान सूर्यलाई अर्घ दिनका लागि तयारी हुँदै हुनुहुन्थ्यो। हातमा एउटा माछा आइपर्यो, जलमा खोज्दै छाड्न खोज्दै हुनुहुन्थ्यो। माछाले भन्छ, हे प्रभु, मलाई हजुरसँगै लिएर गइबक्सोस्। त्यसपछि आफ्नो कमण्डलुमा राखेर लिएर जानुभयो। भोलिपल्ट हेर्दा कमण्डलु भरि भएर बसिरहेको। यहाँ अटाउन सकिन प्रभु, मलाई यहाँभन्दा ठुलो ठाउँमा राखिदिनु पर्यो भनेपछि पोखरीमा लगेर छाड्नुभयो। दोस्रो दिन पोखरी भरि। यहाँ पनि हटाइन परमात्मा, मलाई नदीमा लगेर छाडिदिए बक्सोस् भनेपछि अर्को दिन हेर्नुहुन्छ नदीभरि। यहाँ पनि म हटाउन सक्ने भएन, मलाई यहाँबाट समुद्रमा लगेर छाडिदिए बक्सोस् भनेपछि समुद्रमा लगेर छाड्नु पूर्व निवेदन गर्नुहोस्, है भगवान, हजुर सामान्य माछो त होइन, प्रत्येक दिन यसरी बढिरहनु भएको छ, को हुनुहुन्छ हरि भनेर निवेदन गर्दै गर्दा परमात्मा भगवानले निवेदन गरिबक्सनुभयो। बाबु, प्रलय कालमा संसार जलमय हुनेछ, जलमय संसार बन्दै गर्दा त्यसबेला मैले माछाको रूप धारण गरेर आउनेछु बीजहरूको संरक्षण गर्नका लागि, बाली नालीहरूको संरक्षण गर्न, ती सारा बाली नालीहरूलाई जोगाउनका लागि बीजको आवश्यकता पर्दछ। ती बीजहरूलाई जोगाउनका लागि मैले माछाको रूपमा अवतरित हुनेछु बाबु। त्यस बेलामा प्रलयको समय चल्नेछ, सप्तर्षिहरू सहित तिमीलाई मैले रक्षा गर्नेछु, बीजहरूको संरक्षण गरे है भनेर माछाको रूपमा आउनुभएका परमात्मा भगवानले सत्यव्रत नामको राजालाई मार्ग प्रदान गराउनुभयो। प्रलय कालको अवधि समय चल्दै जाँदा आज जब प्रलय चलिरहेको थियो त्यसै बेलामा आज सत्यव्रत नामको राजाले बीजहरूलाई जम्मा गर्नुभयो। त्यसै बेलामा सप्तर्षिहरू आइरहेका ढुङ्गामा लगेर बीज राख्नुभयो। प्रलयकाल अवधिसम्म संरक्षण सम्वर्धन परमात्मा भगवानले मत्स्य अवतारका रूपमा आएर रक्षा गरिबक्सनुभयो। र अहिले जगतमा अन्नको अभाव भइरहेको छैन, अन्न प्राप्ति भइरहेको छ, त्यो मत्स्य अवतार भगवानको कृपा हो भनेर निवेदन गरिबक्सनुभयो। राजन, मत्स्य अवतार परमात्मा भगवानले कृपा गरेका हुनाले जसका कारणले आज अन्नहरू हामीले पाइरहेका छौँ। त्यही भएर अन्नलाई साक्षात् ब्रह्मको प्रतिबिम्ब मानिन्छ। अन्न वै ब्रह्म। अन्न खेर फाल्न हुँदैन, अन्न खेर नफालिकन खानु पर्दछ। एक एक दाना, एक एक सिता, एक एक घाँस फाल्दै जाँदा जुन दिन छाक पुग्छ नि त्यो दिन खान पाइँदैन। अन्नको यति ठुलो श्राप लाग्छ, त्यो दिन भोकै बस्नै पर्छ जसरी पनि। त्यही भएर अन्नलाई सदुपयोग गर्नुपर्छ। अन्न साक्षात् ब्रह्मको प्रतिबिम्ब हो, यो भाव जगाउनुपर्छ। यसरी मत्स्य अवतार परमात्मा भगवानले जसरी अन्नको संरक्षण गर्नका लागि, बीजहरूको रक्षाका लागि मत्स्य अवतारका रूपमा अवतरित भएर लीला रचाइबक्सनुभयो, त्यसरी नै परमात्मा भगवानले अनगिन्ती लीलाका साथमा लीलालाई विस्तार गर्दै अनगिन्ती पाख्यानहरूलाई बढाइरहनु भएको थियो। राजन, मन्मन्तराणि सर्वाणि त्यक्तोक्तानि श्रुतानि मे व्रियन् तद्व्रियस्य हरिस्तत्र कृतानि च। भगवान हरिले विभिन्न अवतारका रूपमा अवतरित भएर अनगिन्ती लीलाहरूलाई रचाउनु भएको छ। मन्मन्तरमा भएका चरित्र वृत्तान्तहरू हजुरका माझमा राख्छु है प्रभु भनेर मन्मन्तरका पाख्यान महिमाहरू विस्तार गर्दै भइबक्सनुहुन्थ्यो। युवनासु नामको राजा हुनुहुन्थ्यो, श्राद्धदेव नामका मनु हुनुहुन्थ्यो। श्रद्धा उनकी पत्नी थिइन्। सन्तानको अभावमा यज्ञको सहायता लिइबक्सनुभयो। यज्ञकैबाट
पुत्रेष्टि यज्ञको आयोजना वशिष्ठ आदि मुनिहरूलाई डाकेर यज्ञ आयोजन गरिबक्सनुभयो। रानीले राजाका निकटमा लिएका शर्तहरूलाई विपरीत ढङ्गका साथमा होताहरूका निकटमा निवेदन गरिन्। हे ब्राह्मणदेव, छोरी जन्मने मन्त्र लगाइदिबक्सलाई मेरो इच्छा छोरीको छ, राजाको इच्छा छोराको छ, बरु हजुरहरूलाई दक्षिणा धेरै दिउँला नि भनेर लोभ देखाइदिनु भएछ र होताहरूले छोरी जन्मने मन्त्र लगाइदिनु भयो। यो यज्ञ पूर्ण भयो। सन्तानको प्राप्ति हुँदै गर्दा छोरी जन्मन पुगिन्। राजालाई चिन्ता पर्यो। गुरुदेवलाई डाक्नु छ। गुरुदेव, मैले त पुत्रेष्टि यज्ञ लगाएको थिएँ, जन्म नपुगिन् छोरी, कारण के हो भगवान्? ध्यान दृष्टि लगाएर हेर्दा थाहा पाइहाल्नु भयो, महाराज महारानीको गल्ती रहेछ। मेरा होताहरूलाई गएर लोभ देखाउनु भएछ। छोरी जन्मने मन्त्र लगाइदिए बक्सला दक्षिणा धेरै दिउँला भन्नुभएछ। अब दक्षिणा धेरै पाउने भनेपछि हाम्रै खलक त हो नि, होइन? हुन्छ भन्नुभएछ। छोरी जन्मने मन्त्र लगाइदिनु भयो। यज्ञ पूर्ण भयो। कारण यो प्रभु भनेर महाराजका निकटमा गुरुदेवले निवेदन गर्नुभयो। प्रभु, जसरी भए पनि मलाई छोराको आशा छ प्रभु भनिसकेपछि तिनी इला नामरीकी कन्यालाई परमात्मा आदि पुरुष नारायणका कृपाले छोरी मान्छेलाई छोरा मान्छे बनाइदिबक्सनुभयो। राजन सुद्युम्न भनेर नामाकरण गरिदिबक्सनुभयो। पहिले शक्तिका प्रभावले हुन्थ्यो, अहिले विधि र प्रक्रियाका प्रभावले हुन्छ। छोरा मान्छे छोरी मान्छे, छोरी मान्छे छोरा मान्छे बनिरहेका छन्, होइन? अघि परमात्मा भगवान् आशीर्वादले ती सबै कार्य पूर्ण हुन्थे, अहिले विधि र प्रक्रियाले हुने गर्दछन्। आज जगतको अधिपति परमात्मा भगवान् तिनी सुद्युम्न, तर पनि विधिको खेललाई कसैले टार्न सक्दो रहेनछ। प्रभु, एक दिन शिकार खेल्न जङ्गलमा गएका थिए। कहाँ पुगेछन् भन्दा इलावृत नामको खण्डमा प्रवेश गरेछन्। भगवान् शिव र पार्वतीको भोग विलास क्षेत्र रहेछ। प्रवेश गर्ने बित्तिकै छोरी मान्छे भइगए। राजन फेरि छोरी मान्छे हुन पुगे। त्यही भएर विधिको खेललाई कसैले टार्न सक्दो रहेनछ। जङ्गलमै बसे, चढेर गएको घोडा घोडी भयो, आफू छोरी भए। लामो समय प्रत्यक्ष गरेपछि गुरुसँग भेट भएछ। गुरुदेव, म त फेरि छोरी मान्छे भएँ, प्रभु मलाई छोरा बनाइदिनु पर्यो भगवान् भनेर निवेदन गर्दा, बाबु एउटै वरदान मैले बारम्बार कसरी दिनु? तर पनि म तिमी जस्तो व्यक्तिलाई नदिकन पनि वरदान नदिकन पनि सक्दिनँ। एउटा वरदान दिन्छु बाबु भन्नुभयो। वरदान प्रदान गर्नुभयो। भगवान्का कृपाले गर्दा वरदान प्राप्त भयो। 1 महिना छोरा मान्छे, 1 महिना छोरी मान्छे हो। छोरा मान्छे हुँदै गर्दा आफ्नो राज्यमा पुगे, राजकाज भोग अधिकार चलाए। छोरी मान्छे हुँदा 1 महिना गुप्तवास बस्दा रहेछन्। प्रजाहरूले थाहा पाए। वंश अगाडि बढ्दै गएको थियो। वैराग्य भाव जाग्यो र तिनै यौवनासु नाम भने श्राद्धदेव नामरेका मनु राजकाज भोग अधिकार सारा परित्याग गरेर सन्तानलाई राज्य सुम्पेर जङ्गलका तर्फ प्रस्थान गरिबक्सनुभयो। राजन भनेर मनुका चरित्र वृत्तान्त पाक्रमैमा वर्णन विस्तार गर्दै भइबक्सनुहुन्थ्यो। राजन अगाडि गएर शरियातीका चरित्र वृत्तान्त विस्तार गरिबक्सनुभयो। जसको वंशमा सुकन्या उत्पत्ति हुनुभएको थियो, तिनै सुकन्याले ध्यानमग्न चेवनको आँखालाई फोडिदिबक्सनुभयो। राजा शरियातीले सुकन्याकै विचारका साथमा चेवनका साथमा उनको विवाह गराइदिनु भयो। पतिव्रत धर्ममा रहेकी सुकन्याका निकटमा एक दिन स्वर्गका वैद्यहरूको आगमन भएछ र भिक्षा माग्दै गर्दा सुकन्यालाई देखेर, तिमी त स्वर्गकी अप्सरा जस्तै रहेछौ, हिँड स्वर्ग जाउँ भनेर स्वर्गको लालसा देखाए। लोभ देखाए पनि सुकन्याले भनिन्, मेरो पतिको सेवा गर्नु मेरो परम कर्तव्य हो, मलाई स्वर्ग चाहिँदैन भगवान् भनेर स्वर्गलाई परित्याग गरे। उनीदेखि प्रसन्न भएर स्वर्गका वैद्यहरूले वरदान दिन तयारी भए। माग, तिमीलाई हामी वरदान दिन्छौँ भनेपछि सुकन्याले वरदान मागिन्। वरदान दिनु नै हुन्छ भने मेरो पति वृद्ध हुनुहुन्छ, नौजवान बनाइदिनुहोस् प्रभु भनेर वरदान मागिन् एउटा। अर्को आँखा देख्नु हुँदैन, आँखा देख्ने बनाइदिबक्सस् भनेर अर्को वरदान मागिन्। तिम्रो इच्छा हामीलाई पूर्ण गराउँछौँ, तर एउटा शर्त छ भन्नुभयो। जलकुण्डमा प्रवेश गराउनेछौँ, हामी जस्तै बनाएर बाहिर निकाल्नेछौँ, तिम्रो पतिलाई तिमीले चिन्नु पर्नेछ भनेर निवेदन गरेपछि सुकन्याले त्यसलाई सहस्र स्वीकारिन्। जलमा डुबुल्की लगाउनु भयो। पहिलो, दोस्रो, तेस्रो डुबुल्कीसँगै आफू जस्तै बनाएर बाहिर निकालिदिबक्सनुभयो। सुकन्या ज्ञानी थिइन्। शास्त्रका चर्चा पिताजीका निकटमा सुनेकी रहेछन्। के सुनेकी रहेछन् भन्दा स्वर्गबाट आएका व्यक्तिको धरातलमा छाया देखिँदैन। स्वर्गबाट आएका जनको धरातलमा छाया देखिँदैन। त्यही भएर देवताहरूको छाया देखिँदैन, मान्छेको छाया देखिन्छ। एउटै चित्त हो नि साथ नछोड्ने, त्यो भनेको छाया के मान्छेको, होइन? हाम्रो छायाले हामीलाई कहिल्यै छोड्दैन, त्यो छाया साथमा हिँडिरहन्छ। देवताको छाया हुँदैन। त्यो कुरा सुनेका हुनाले यी त देवताका वैद्य हुँ भन्थे स्वर्गका, यिनीहरूको छाया छैन होला भनेर छाया हेरिन्। आफ्नो पतिको मात्र छाया देखिन् र सुकन्याले आफ्नो पतिलाई चिन्न सफल भइन्।
त्यो सत्यता र सद्धर्मलाई देखेर स्वर्गका वैद्यहरू प्रसन्न भई इच्छा अनुसारको वरदान दिएर उनीहरू अगाडि बढे। एक दिन राजा सरियातीको आगमन भयो आफ्नी छोरीलाई भेट्नका लागि। नौजवानसँग बसिरहेको देख्नुभयो, आउँदा आउँदै छोरीलाई गाली गर्नुभयो। छोरीले सारा वृत्तान्त वर्णन गरिन्। पिताजी, यो त स्वर्गका वैद्यहरूको आशीर्वाद हो, मेरो पति नै हुन्, चेवनमुनि हुनुहुन्छ, यो वरदानका कारणले नौजवान हुनुभएको भनेर सारा वर्णन विस्तार गरिन्। आफ्नो घरमा राज्यमा अमृत पान गराउने यज्ञको आयोजना गरेको वर्णन सुनाउनु भयो। यज्ञमा चेवनमुनि पनि सरिक हुनुभयो। स्वर्गका वैद्यहरूलाई पनि डाकेर अमृत पानी गराएर आफ्नो बाचालाई परिपूर्ण तुल्याइ बक्सनुभयो। लौ त भगवान यसरी राजा सरियातीका सुकन्याका चरित्र वृत्तान्त समेत वर्णन गरी बक्सनुभयो। नवग राजाका वंशमा वंश चरित्र वृत्तान्त अगाडि बढ्दै गई। अम्बरीश नामका परमप्रिय भक्तको उत्पत्ति भएको थियो। राजन व्रतानाम उत्तम व्रत एकादशी नामको व्रत धारण गर्ने गर्नुहुन्थ्यो प्रभु। आज एकादशी है, व्रत बस्नु भएको छ। व्रतहरूको राजा एकादशी, तीर्थको राजा काशी। सबै व्रत बस्न सकिएन भने एकादशी व्रत बस्यो भने सबै बसेको फल मिल्ने। सबै तीर्थ जान सकिएन भने काशी मात्र पुगे पनि सबै तीर्थको राजाको दर्शन भइहाल्ने। त्यही भएर यी दुईटा चिज गृहस्थले अनिवार्य गर्नै पर्ने। के गर्नुपर्ने? व्रत बस्नु एकादशी, तीर्थ जानु काशी, पाप सबै नाश हुन्छ, हुम्ला अविनाशी। व्रत बस्नु एकादशी, तीर्थ जानु काशी, पाप सबै नाश हुन्छ, हुम्ला अविनाशी। व्रत बस्नु एकादशी, तीर्थ जानु काशी, पाप सबै नाश हुन्छ, हुम्ला अविनाशी। हरि बोल। ताली बजाउनुहोस् न त भजनमा जति छौ। व्रत बस्नु एकादशी, तीर्थ जानु काशी, पाप सबै नाश हुन्छ, हुम्ला अविनाशी। व्रत बस्नु एकादशी, तीर्थ जानु काशी, पाप सबै नाश हुन्छ, हुम्ला अविनाशी। हरे पाप सबै नाश हुन्छ, हुम्ला अविनाशी। हरे पाप सबै नाश हुन्छ, हुम्ला अविनाशी। व्रत बस्नु एकादशी, तीर्थ जानु काशी, पाप सबै नाश हुन्छ, हुम्ला अविनाशी। पहिले पहिले त एकादशी भन्ने पनि थाहा हुन्थ्यो, आजकलकाले बिर्सन थाले एकादशी होइन। धेरैलाई थाहा त होला। औँसी पूर्ण एकादशी, द्वादशी भुले, औँसी पूर्ण एकादशी, द्वादशी भुले, मठ मन्दिर जानै छाडे, अन्त हन्तै डोले, केले यस्तो गरायो, के आयो जमाना, धर्म कर्म हरायो, केले यस्तो गरायो, के आयो जमाना, धर्म कर्म हरायो, केले यस्तो गरायो, के आयो जमाना, धर्म कर्म हरायो, केले यस्तो गरायो। हरि बोल, हरि बोल। के आयो जमाना, धर्म कर्म हरायो, केले यस्तो गरायो, के आयो जमाना, धर्म कर्म हरायो, केले यस्तो गरायो, गरायो। के आयो जमाना, धर्म कर्म हरायो, केले यस्तो गरायो, के आयो जमाना, धर्म कर्म हरायो, केले यस्तो गरायो, के आयो जमाना, धर्म कर्म हरायो, केले यस्तो गरायो, गरायो। हरे के आयो जमाना, धर्म कर्म हरायो, केले यस्तो गरायो। कलीको प्रभाव हो। चारवटा युगहरू छन्, सत्य, त्रेता, द्वापर, कली। सत्ययुगमा ध्यानै हुन्थ्यो, त्रेतामा यज्ञ, द्वापरमा दान। कलियुग यस्तो युग हो जसले नाम संकीर्तन गर्छ, विभिन्न दुःख सङ्कट आपद विपदबाट मुक्त हुन सक्छ। त्यही भएर परमात्माको नाम, भगवानको गुणानुवाद, परमात्माको ध्यान सर्वोपरि छ। त्यही विधि र प्रक्रियाका बारेमा वर्णन विस्तार गर्दै बताउँदै होइबक्सनुहुन्थ्यो प्रभु।
यसरी अम्बरीशले एकादशी व्रतकै प्रभावले भगवान नारायणलाई प्रसन्न तुल्याउनुभयो। सुदर्शन चक्र भगवानले उनलाई रक्षाका निमित्त प्रदान गरिबक्सनुभयो। दुर्वासाले एक दिन अपमान गर्दा सुदर्शन चक्रले लखेड्दै गयो। भगवानका समीपमा जाँदाखेरि पनि बाबु मैले केही गर्न सक्दिनँ, यो त मैले मेरा भक्तलाई दिएको चक्र हो, तिमी मेरै भक्तका समीपमा जाऊ भनेपछि अम्बरीशका समीपमा पुगेर स्तुति प्रार्थना गरेपछि मात्र अम्बरीशले सुदर्शन चक्रलाई शान्त तुल्याइबक्सनुभयो। राजन भनेर विभिन्न महिमा चरित वृत्तान्त विस्तार गरिबक्सनुभयो प्रभु। अब एकसङ्कीय वंशमा मान्धाता चक्रवर्ती राजाहरूको उत्पत्ति भयो। राजा महाराजाहरूले राजकाज भोग अधिकारलाई अगाडि बढाउनु भयो, जसका वंशमा त्रिशङ्कु, तिनका वंशमा राजा हरिश्चन्द्र उत्पत्ति हुनुभयो। सत्यवादी हरिश्चन्द्र सत्यताकै आधारमा चलेका हुनाले सत्य हरिश्चन्द्र भनेर जगतले जान्यो। प्राण जाओस्, सत्यतामा आज आफू रहिरहनु पर्दछ, बोलीको बाचा पुरा हुनु पर्दछ। त्यो राजा हरिश्चन्द्रले त्यो मार्गलाई स्वीकारी बस्नुभयो। आफ्नो छोरा आफ्नी पत्नी समेत बेच्नका लागि तयारी हुनुभयो। दान धर्मका निमित्त बोलेको बाचा गुरुलाई सर्वस्व दानमा दिनुभयो। भुयसी गर्न केही नभएपछि आफू समेत चाण्डाल कहाँ आफूलाई बेचेर मसान घाटमा देह लीला दाह संस्कार गर्ने कर्ममा आफू जुटी बक्सनुभयो। पछि गुरुको कृपा, अतिथिको माने देवताहरूको कृपा, सबैको कृपाका कारणले गर्दा पुनः राजकाज भोग अधिकार प्राप्त गरिबक्सनुभयो। यसरी राजा हरिश्चन्द्रका वंशमा रोहित आदि पुत्रले राजकाज भोग अधिकारलाई विस्तार गराए। राजन भनेर राजा हरिश्चन्द्रका चरित्र वृत्तान्तमयमा विस्तार गरिबक्सनुभयो। अगाडि गएर अंशमानका वंश चरित्र वृत्तान्तलाई विस्तार गर्दै होइबक्सनुहुन्थ्यो प्रभु। जसका वंशमा भगीरथ, जसको साधनाका प्रभावले धरातलमा भगीरथी गङ्गा अवतरित होइबक्सनुभयो। 60,000 आफ्ना वंशजहरूलाई उद्धार गराइबक्सनुभयो। उनका वंशचरित वृत्तान्त अगाडि बढ्दै गए। सौदास आदि शक्तिशाली राजाहरूको उत्पत्ति भयो, जसका वंशमा खड्बाङ्ग नामको राजा उत्पत्ति हुनुभयो। जहाँ राजा आज सन्ततिहरू वृद्धि हुँदै जाँदाखेरि रघु आदि राजाहरूको उत्पत्ति भयो। दशरथ राजा उत्पत्ति हुनुभयो, जसका वंशमा राम, भरत, लक्ष्मण, शत्रुघ्न आदि पुत्रहरू उत्पत्ति भए। रामका लीलामयमा 2 अध्याय रामायणले माने भागवतले वर्णन गरेको छ। राजा दशरथले पनि यज्ञकै सहायता लिएर सन्तानको प्राप्ति गराउनु भयो। राम, भरत, लक्ष्मण, शत्रुघ्न आदि पुत्रहरू उत्पत्ति भए। गुरुका निकटमा शिक्षा आर्जनका निमित्त प्रस्थान गर्नुभयो। विद्याबाट परिपूर्ण भएपछि परमात्मा रामले जनकनन्दनी सीतालाई परमात्माले पाणी ग्रह गरिबक्सनुभयो। समस्त कार्यलाई पूर्ण तुल्याएर परमात्मा अयोध्या फिर्ता आउँदै गर्दा कैकैले राजा दशरथलाई धर्म सङ्कटमा पारिन्। समय व्यतीत हुँदै गयो र त्यही बिचमा परमात्मा रामले 14 वर्षको वनवास भोग्नु पर्ने त्यो अवस्था आइपर्यो। राज्यमा प्रवेश मात्र गर्नुभयो र पुनः 14 वर्ष वनवासका लागि जङ्गल प्रस्थान गरिबक्सनुभयो। जगतको अधिपति परमात्मा भगवान सँगसँगै सीता र लक्ष्मण साथमा होइबक्सनुहुन्थ्यो प्रभु। वनवास भोग्दै गर्दा परमात्माले अनगिन्ती दुःख कष्टलाई सहनु पर्यो। भगवान जगतैको अधिपतिले त अनगिन्ती दुःख कष्ट सहनु भयो भने हाम्रा जीवनमा पनि त सङ्कट आउँछन्। त्यो सङ्कट पर्दाखेरि कसलाई सम्झनु? भगवान रामलाई सम्झनु। हे राम, तिमीलाई त सङ्कट परेको थियो, मलाई परेको यो सङ्कट त के ठुलो सङ्कट हो र हरि। तिमी साक्षात देवता भए पनि त्यो सङ्कटलाई छुमन्तरकी बाचा गरेर हटाउन सक्थ्यौ, तर पनि सहस्र स्वीकार्यौ, किनकि तिमी मृत्युलोकमा थियौ, मृत्युलोकको धर्मलाई निभायौ। त्यही भएर मैले पनि ती सङ्कटलाई स्वीकार्नुपर्छ भनेर मानवले भगवान रामलाई सम्झेर हरेक सङ्कटमा धैर्यतालाई कहिल्यै नतोड्नु। परमात्मा रामका लीलाले हामीलाई यही सिकाइरहेको छ। जगतको अधिपति परमात्मा भगवान 14 वर्ष वनवासलाई पूर्ण तुल्याएर अयोध्या नगरी प्रवेश, राजकाज भोगाधिकारको पुनः प्राप्ति, धर्म सङ्कटमा पर्न भएका भगवानले सीतालाई अग्निको परीक्षा लिन लगाउनु पर्ने वाल्मीकि मुनिका समीपमा सीतालाई ल्याएर छाडिबक्सनुभयो। वाल्मीकि मुनिले परमात्माका सारा वृत्तान्त वर्णन विस्तार गरिबक्सनुभयो। राजन वाल्मीकिले लेखेको रामायण रामको लीला सीताको पारायण। वाल्मीकिले लेखेको रामायण रामको लीला सीताको पारायण। वाल्मीकिले